हेलो एभ्रिवान, नमस्कार सबैजनालाई। म आज एउटा हर्बल मेडिसिन बनाउन चाहदैछु। यो मेरो पहिलो भिडियो हो। यसको एकदमै राम्रो फाइदाहरू छ, त्यही भएर मैले यो भिडियो बनाएको। एउटा मेमोरीको लागि नै हुन्छ र नलेज ट्रान्सफरको लागि पनि हुन्छ भनेर हो। यो चाहिँ मेरो बुवाले धेरै 4-5 वर्ष भयो खान थाल्नुभयो र मलाई सबैजनामा सेयर गर्न मन लाग्यो। यो मैले मेरो बुवाको लागि बनाउँदैछु र मैले पनि कहिले-कहिले यो सेवन गर्छु। यो स्पेसली बाथरोग, प्रेसर हाई भएको मानिसलाई र सुगर भएको मानिसलाई अत्याधिक फाइदा गराउँछ र यसले पाचन शक्ति पनि एकदम राम्रो गराउँछ। यसमा मैले देख्नुभयो एड गरेको कुराहरू, मेथी मैले आधा किलो जस्तो लिएको छु। त्यसमा मेथीको 4 भागमा एक भाग जिरा, ज्वानो, कालो जिरा, त्यसलाई मुङ्ग्रेलो पनि भनिन्छ, मुङ्ग्रेलो एड गरेको छु र यसमा थोरै सौफ पनि एड गरेको छु। त्यसै गरी मैले यसमा अरू हर्बल स्पाइसेसहरू जस्तै अलैँची, लौङ, सुकमेलहरू पनि एड गरेको छु र यसरी सबै कुरालाई भुटेपछि मैले सेलाएर पेस्ट बनाएँ र यसमा दराजबाट मगाएको यो अश्वगन्धा पाउडर, अमला पाउडर, मोरिङ्गा पाउडरहरू पनि मिसाइदिएको छु र यसरी हाम्रो हर्बल पाउडर रेडी भएको छ। र साथै यसमा मैले थोरै निम पाउडर पनि एड गरेको छु। मेरो बुवाको प्रेसर अलि हाई भएको हुनाले गर्दा यसले धेरै कुरामा फाइदा गर्छ, त्यही भएर थोरै मात्रा हेरेर, क्वान्टिटी हेरेर मैले मिलाएको छु। यो चाहिँ हाम्रो घरमै बनेको हर्बल मेडिसिन पाउडर हो, जुन चाहिँ हजुरले अब बिहान तातो पानीमा 2 चम्चा घोलेर 5 मिनटपछि खान सक्नुहुनेछ। यसले धेरै फाइदाहरू गर्छ, तपाईँ आफैले फिल गर्न सक्नुहुन्छ। मैले भन्ने भन्दा पनि यसरी मैले बट्टामा भरेर राखेँ र भोलि म यो मेरो बुवालाई दिन्छु। धन्यवाद। तपाईँलाई भिडियो मन परेमा मलाई